नमस्कार दर्शकबिन, यहाँ चाहिँ अब यो हाम्रो छोरी नितुको बिहेको चाहिँ घोडा सजाउने काम भइरहेको छ। यहाँ घोडा सजाउनेवाली हाम्रो यी दिदी, यी पनि दिदी, यी बहिनीहरू है, यिनीहरूले 4 दिन भयो हड नधोएको। यो अब खास चाहिँ यिनीहरूले भिडियोमा आउन चाहेन। कति दिन भयो दिदी? यता हेर्नु न, म त हिजो धोया कति 4 बुट तोला नुहाइकन आगे आउनु 2 दिन लाग्यो। अस्ति आगे 4 दिन भयो आज। अनि दिदीले कति दिन हट नदिएको? हिजो धोया 5 बजे। ए हिजो भनेको 3 दिन अगाडि हो। अनि यसलाई के भन्छ? यसलाई जौ कलश टक्क पारेर अब हामी हाम्रो चाहिँ यो बिहेको हामी सरसजावट कार्यक्रममा छौँ। यो चाहिँ हाम्रो बेहुली हो, थाहा हुन्। अनि त्यस पछाडि यहाँ चाहिँ अब उहाँहरूले चाहिँ सजावट गर्दै हुनुहुन्छ। सजावट भइराखेको छ। यतापट्टि यो चाहिँ हाम्रो डेकोरेसन, यो मण्डपको लागि हाम्रो बाजुले मण्डप सजावट गर्दै हुनुहुन्छ। मण्डप सजाउँदै हुनुभएको छ हजुरले। यहाँ चाहिँ राम्रो छ, हेर्नुहोस् है, तिखा अनि त्यसै गरी अब हामी चाहिँ जान्छौँ यतापट्टि यो के अरे खानपिन सरी बाबरपुरी हाल्ने ठाउँमा। यहाँ चाहिँ मम्मीले चाहिँ यसलाई के हो मम्मी? यो यहाँ पिठो त यहाँ लाउनु भयो त नि अनुहारमा लाउनु भएको छ त। त्यसै गरी यहाँ अन्य सदस्य टोलीहरू यहाँ चाहिँ व्यस्त हुनुहुन्छ। उहाँले चाहिँ यहाँ बाबरहरू अनि नातनीको विवाह छ आज। अब मण्डल सण्डल थाप्दा छौँ, तेलपुरी हाल्ला छौँ, लागेका छौँ। यो के अरे बेहुलीको कान्छो बुवा हो। उहाँले सेल खाइहाल्नु भयो। अनि मख पिठो पनि लगाएको छ। यहाँ बजेले पनि सेल खानुभयो है बजी? सेल खानुभयो, रोटी बाबर खानुभयो। अनि यहाँ चाहिँ हाम्रो अर्को अब ठाइलिया पनि यहाँ व्यस्त हुनुहुन्छ आफ्नो कार्यक्रममा। अनि त्यसै गरी यहाँ भाउजू पनि व्यस्त हुनुहुन्छ। उहाँले चाहिँ ल यो बाबर हालिसक्नु भयो। हेर्नुहोस् यहाँ आगो बलेको कति राम्रो। अब हामी यहाँ यतापट्टि हल्का बारी छ, यतातिर अब खासै घाम लाग्दैन। त्यसैले गर्दा साँच्चै बाबर मैले हालेको यहीँ देखेँ, धेरै दिन भयो न। म त सेल भनेको यो बाबर भन्छहरूले, सेल भनेको खासमा अब हामी जान्दैनौँ, हामी बाबर भनेर जान्छौँ। बोला सबैलाई 19 गतेको बिहेको भोज भात खाइजानु। ल छिटो आऊ, छिटो रतेडियानु बोलाउँथ्यो। केटीको गएर खालि बधाई दिनु आइजानु, बाबर खानु आउनु, बाबर खानु, भात खानु, बधाई दिनु आइजानु। ल यो चाहिँ डल्ली यी मिठा हुन्न न, यी मिठा हुन्न, अलिक गुलियो टाइपको छ। यसलाई खुवाउनु पर्यो है। यो सेल हामी पनि खाएर हेरौँ त। हुँदो रहेछ। 2 माछा र सेलमा लागेको छौँ। आइजाऊ, कस्तो राम्रो छ र है, रमाइलो त छ होइन बाबु? एकदम मेरो त चिसो भएको छ बाबु। साथीहरू चुलो लाउँदा साह्रै थकै लाग्यो। म बसिहाल्छु है। मैले चाहिँ यता जन्ता चुलो पनि लगाइसकेँ, हेर्नुहोस् होइन। मैले जन्ता चुलो लाउनु त होइन, अब चित्त नबुझेर फेरि अर्को सपोर्टर आउनुभयो उताबाट। यो जन्तै चुलो अब यस्तो भएको उताबाट यो जन्तमा आउने मान्छेहरू चम्चाले खान्छन् भन्दा सुन्नमा आयो। त्यसले गर्दा यो यसमा दाल, यसमा भात पकाउने भयो साथीहरू। हामी बाबरको ढाकर
हाला भरा ल यो कोसेली कता पुग्ने हो अब आधी बाटोमा सक्ने हुन् कि घरै लाने हुन् अब हेरौँ ल यसलाई जुरुक्क उठालेर ल मोबाइल आइदियो पछाडि ल ल है पक्नु है बिस्तारै आउनु कस्तो लागिरहेछ राम्रो लागेछ बाबु ल आउनु बिस्तारै यहाँ अड्किन्छ होला यता 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 के भयो घाम लाग्यो आगो तान्नु है अलिकति बिस्तारै तान्नु यो अलिकति चिप्लो भयो क्या रड्यो ल यतापट्टि ऊ हाल्नु त डन्डा यसमा होइन यो पनि राम्रो छ के छ त हल्का यसो तलमाथि भए र मात्र हो ल हजुरले मिलाउँदै गर्नु हामी जान्छौँ यो चुलो ठिक छ नि बरु तर्दैन आउनु आउनु बिस्तारै आउनु ल आउनु लौडी लौडी ल्याउनु लौडी यी दुईजना उही लौडीवाली दुईजनी ए अक्खी लाटीमा बसेको छ अरे जय कुले माउला खडी हजुर लाउन बाबालाई आइसक्यो भन्नु ल यो चाहिँ मण्डपको तयारी अवस्था भनौँ न डेकोरेसन भनौँ न यतापट्टि पनि यो चाहिँ खानाहरू बाँड्न खानालाई यो ठाउँ है यिनलाई सुहाएको छ है साथीहरू यस्तोमा कालो फ्रेममा झन् राम्रो हुन्थ्यो नि त्यसले बार देखाउँछ यो आजको तयारी भनेको भोलिको तयारी हो यो भोलिको लागि भोलि बिहे हुँदैछ नितु ठकुल्लाको त्यसको लागि चाहिँ हामीले अलिअलि यो बाबरपुरी अनि यो चाहिँ डेकोरेसन जो गरेछ नि यो सम्पूर्ण तयारी भनेको भोलिको लागि आज चाहिँ सत्यनारायणको पूजा बेलुका गर्ने भएकोले पूर्व तयारी त गर्नु पर्यो त्यसैको तयारी हो साथीहरू दिस भिडियो इज फर यु एन्ड अस ओके प्लिज सब्सक्राइब आवर च्यानल इफ यु आर न्यू इन आवर कन्टेन्ट देन लेट्स जोइन टुगेदर